फेमस भनेको नुन पानी। यहाँ नुन पानी हुन्छ, सोडा पानी पनि हुन्छ। हाल्छु अस्तिदेखि नै यहाँ त्यो कर्नर हो जस्तो लाग्यो। ओके यो चाहिँ यो पनि चेस गरे, यो पनि चेस गरे। हेलो गाइस, वेलकम ब्याक टु द गुरुङ च्यानल। इट्स मी दावा। म हो मुस्ताङबाट। अहिले म आएको छु आफ्नै गाउँ मुस्ताङ। अनि आज चाहिँ हामी म र मेरो साथी छ, हामीतिर यहाँ लोकल साग टिप्न जान लागेको। अनि कुखुराले आन्डा हालिसक्यो कि छैन हेर्न जान लागेको। त्यसमा आज चाहिँ हामी मुकपङ गर्न लागेको कि करेन्ट एन्ड लोकल फुड भनेर। सो अहिले चाहिँ हामी फर्स्टमा साग टिप्न जान्छौँ। यो हो मेरो घर तेताङ मुस्ताङ। है अब जाम साथी। ओके गाइस, अब चाहिँ हामी जान लागेको। हाम्रो यहाँ चाहिँ पाराङ यस्तो हुन्छ। ओ माइ गॉड, चिप्लिन्छ कि कहिले कहिले त। अनि धेरै पछि ब्लग बनाएको, होम टुर पनि म हाल्छु होला। हाम्रो आफ्नै रियल बिलोङ्स वेयर आई बिलोङ फ्रम भनेर। सो हेर्नु त यो ढोका पनि यस्तो छ। अहिले ढोका पनि यस्तो हुन्छ कि साह्रो रहेछ। ल भयो। ओके ल, अब जाऊँ। अब हामी खेततिर जान्छ है। ओके, हाम्रो बारी चाहिँ अलिक तल छ। अब मेरो साथीदेखिको भर्खरै गाउँ आएको। नभए त गाउँमा हाम्रो काम पनि छ भने मात्रै हुन्छ कि साथी नभए पनि उहाँले आफ्नै कामको लागि आएको। सो अब चाहिँ हामी त्यहाँ, हाम्रो बारी चाहिँ त्यहाँ छ, सागबारी। त्यहाँ जान्छौँ। यहाँ खेतमा पानी हालिरहेछ। सबै बिर्छ। अहिले त मुस्ताङतिर सबै उवाहरू त्यो भइरहेछ। कस्तो ग्रिनी, अहिले पाके छैन उवा। अनि हाम्रो गाउँ चाहिँ एउटा गाउँ उता छ, एउटा चाहिँ यता पारि। यो हो मेरो घर। जाम जाम। सागमा टिप्ने कि तपाईँ टिप्ने? ल ओके। बास्केट धुइसक्यो, हामी चाहिँ बारीभित्र छिर्छौँ है। यो चाहिँ हो हाम्रो सागको बारी। देखाउनु त भाइ। भाइ छ साथी, भाइ भन्दा साथी रहेछ क्या अरे। हाम्रो यहाँ छ साग छ है, अनि धनियाँ छ, अनि यो के भन्छ टमाटर छ। अहिले टमाटर फल्यो छैन। अनि यो धैरेको साग पनि छ है, अनि चाइनिज साग पनि छ। अब आज चाहिँ हामी भाइसँग खानाको लागि मात्रै टिप्ने हो। अनि राम्रो राम्रोहरू टिप्छु। एकदम अर्ग्यानिक है, यहाँ मुस्ताङको अर्ग्यानिक साग। दबाई हाल्दैन हामीले, यहाँ जस्तो फल्छ त्यही हो। धेरै नकाटौँ है, अस्ति भर्खरै काटेको हो। चाइनिज पनि अलि लगाऊँ है। यो चाइनिज चाहिँ धेरै छैन रहेछ। अस्ति दुईवटा थियो, एउटा चाहिँ कुहेर फाले रहेछ। कुहेर भन्नाले त्यो भइरहेछ कि किराले खाएछ। धनियाँ चाहिँ हाल्ने कि नै? यो चाहिँ टमाटर हो, टमाटरको हो जस्तो लाग्यो। यो टमाटर हो है, यो चाहिँ के को रहेछ। अनि हाम्रो यो सागहरू रोप्ने चाहिँ अहिले हामी त यहाँ बस्दैन। हाम्रो दिदी, मेरो दिदी र पेना छ, उहाँहरूले रोप्छ। पानी हाल्छ, पानी धारा यही छ। हामी आज त अस्तिदेखि ब्लग बना, अस्ति आएर यहाँ म 2-3 हप्ता भइसक्यो। यति पुग्छ। धनियाँ पनि अलि हाल्छु। अस्तिदेखि नै यहाँ गाउँमा आएर 2 हप्ता भइसक्यो। ब्लग बनाउँछु भनेर एक्लै हो फेरि। अनि दिदी यहाँ अरू आफ्नै काममा बिजी हुन्छ। सो खिच्ने मान्छे पाएन। अनि मेरो माइक र स्ट्यान्डहरू बिर्सिसक्यो ल्याउन। अनि हिजो साथी आएर साथीले ल्याएको हो। सो ठिक्क भयो। आजको लागि ठिक्क भएछ। ओके, तिमी अब चाहिँ धुनुपर्छ साग। साग धुनु पर्यो। अब ढोका क्लोज हुँदैछ हाम्रो यहाँ। पछि त्यो भेराहरू आउँछ नि, फेरि छिर्छ कि, त्यही भएर मान्छे जसले लिने हुन्छ। ओके, अब साग धुनु पर्यो। हाम्रो धारा यो हो, 24 आवर पानी आउँछ। अब आज हामी मिठो करेन्ट खाने हो। करेन्ट विथ साग।
and local anta. Achu. हो धारा चाहिँ धेरै ठुलो भयो कि है सानो भूकम्प आएर हाम्रो पहिला भूकम्प आएर पुरानो घरहरू फुटेको घर हेर्नु त कस्तो एन्टिक छ यार एन्टिक सबभन्दा मुस्ताङको एन्टिक घर भनेको हाम्रो चेताङमा है हाम्रो गाउँ चाहिँ चेताङ भन्छ सुसाङको अलि माथि छ धेरै जसोले सुसाङ चाहिँ थाहा छ नि अनि हाम्रो गाउँको धेरै फेमस भनेको नुन पानी यहाँ नुन पानी हुन्छ सोडा पानी पनि हुन्छ है ग्यास्ट्रिक भयो भने सोडा पानी नै ठिक हुन्छ ओके अब दिए गयो ओके लेट्स गो यो घरहरू देखायो यस्तो एन्टिक घरहरू एकदम भूकम्प आएर फुटेको चाहिँ हामी त्यहाँ आन्टा लिन जाँदैछौँ यो हो हाम्रो चाङ्ला र भेडाहरू राख्ने ठाउँ अहिले चाहिँ चाङ्ला भेडाहरू माथि छोडेछ यो हो अनि हाम्रो घर हेर्न सबै भूकम्पले फुटाइदिएछ यो मेरो घर भिन्टो त्यहाँ छ हाम्रो प्लान फेल हुनलाई भेना र दिदीले उठाउन लागेछ अन्त आउनुहोस् ओके हाम्रो कुखुरा राख्ने ठाउँ चाहिँ यो हो यो सामानमा त एकछिन अन्त यो बिहान त छोडेको थिएन अब अहिले चाहिँ छोडेको छ कि छैन दुईटा मात्रै कुखुरा छ लोकल है लाइट कस्तो देखेछ अरुण लोकल अन्डा ए त्यो कर्नर हो जस्तो लाग्यो ओके यो चाहिँ सानो छ यो चाहिँ ठुलो छ दुईटा छोरे हाम्रो कुखुरा दुईटै हो चाहिँ हामी बनाउँछौँ है अब चाहिँ मिठो गरेर खानु पर्यो यस्तोमा बाँचिन्छ कि या त फुट्छ नि फेरि अब यो कुखुरा दुईटा बाहिर छोड्छ अहिले दिदी र बेनाले म बाहिर छोड्ने या कहाँ छोड्ने बेना ल जान्छ हामी यहाँ पा भोक पनि लाग्यो होला है साथीलाई भोक लागेछ बिहान ओके बिहान हाम्रो यो मुस्ताङको यो ढोका चाहिँ तर भन्छ है स्ट्रङ हुन्छ यस्तरी पुस गर्नुपर्छ ओके गाइस अब चाहिँ हाम्रो ब्लग लामो हुन्छ होला म यो बनाउन थाल्छु अनि अब हामी कारिन अलिअलि बनाएको देखाउँछु सागहरू अनि थाक्यो यतिमै थाहा छ बा ओके ढोका यति राख्यो भने यता आउँछ सो त्यो चाहिँ यो चाहिँ यहाँ यस्तो राखिदिनुपर्छ लोकल तरिकाले यतिकै बस्छ अब अनि हाम्रो किचन चाहिँ यो हो यो पनि लोकल यस्तो ड्र बन्द गर्दैन मेरो किचन अब चाहिँ हामी बनाउन सुरु गर्छु अनि अलि भिडियो लामो हुन्छ होला सो धेरै लामो भयो म पार्ट 1 2 गर्छु अलि सर्ट भयो भने अब चाहिँ बनाएको नदेखाउने डाइरेक्ट बनाएको अलिअलि देखाम त्यो पछि चाहिँ हामी खाएको चाहिँ देखाउँछु ल साग बनाउने आन्टा बनाउने अनि कारिन बनाउने त्यसमा मिठो मिठो कोक ओके गाइस हाम्रो यो भिडियोमा चाहिँ साउन्ड आएको छैन अब म र दिदीले बनाएको साग बनायो यहाँको सुकुटी दुईटा आम्लेट दुईटा कारिन बनाएको अनि साउन्ड नआएर रहेछ सुकुटी चाहिँ दिदीले बनायो अनि अब चाहिँ दुईजनालाई बाँड्दै हो अनि मिठो गरेर खाने अब चाहिँ सपना गएँ म ओके ल यो पनि चेस गरे चेस यहाँको सुकुटी कारिन दुईटा आम्लेट साग ल सबै लोकल हो कारिन मात्रै हो कारिन पनि लोकल जस्तै हो अब नेपालको हो नि त
ओके ल स्टार्ट गरे ल हाम्रो भेनाहरू साइडमा छ होला खाने रे यो दामी त याको फेरि मासु भेना चाहिँ थुकायो होला भेना थुकायो होला खाए ल ल ओके चेस ल अरू ल चेस दामी 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 मिठो अब टम मिठो कसो भयो त दामी मिठो भएछ मिठो साउन्ड सुन्नु ल तपाईँको अरू मान्छे खाएको कराब कराब आउँछ हाम्रो मेरो माइक बिग्रेको हो कि के हो खै साउन्डै आएको छैन राम्रोसँग यो करेन्ट मात्रै बाहिरको प्रडक्ट अब सबै लोकल नेपालकै हो अब सबै लोकल मिठो छ अर्ग्यानिक त्यस्तो अर्ग्यानिक त मुस्ताङमा मात्रै पाउँछ होला आजकल साँच्चै अर्को ठाउँमा पाउँदैन होला यो अर्ग्यानिकको लाइफ चाहिँ जिइरहेछ अर्ग्यानिकको लाइफ अब साह्रो भयो मिठो हामीले यो माइक किनेर चाहिँ मुपङ गरेको छैन फर्स्ट आउँदैछ मुपङ गर्ने मान्छेहरू कराब कराब गर्छ है पुरै दामी ओके हाम्रो एउटा मोबाइल स्टोरेज फुल भइसक्यो भिडियो बनाउँदा आइफोनको प्रब्लम यही हो क्या अब हामी अर्को मोबाइलबाट बनाउँदैछु साथीको मोबाइल साफनी यस्तो टेस्टी छ है यहाँको त साग त मुस्ताङ जस्तो सक्कै पाउँदैन रहेछ है मिठो छ मुस्ताङको चाहिँ टेस्टी छ क्या छिटो छैन तलको त छिटो तल उता किन्ने पनि त्यो चा जस्तो धेरै हाल्छ के हाम्रो चाहिँ त्यो हो क्या ब्लग दामी है मिठो अब त लन्च खानु पर्दैन होला पेट भरिसक्यो साह्रो साह्रो छ बाहा तपाईँले भात कहिले खाने
मासु साह्रो भयो क्या सुकुटी त खानै नसक्ने सुकुटी के साह्रो भयो तिमी अलि साह्रै हुन्छ है सुकेको हुन्थ्यो अब धुमै बनाएर यो मासु सुकुटी एकचोटि खाएपछि अर्को सुकुटी खानै मन लाग्दैन है यस्तो दामी छ भएको त टेस्ट लाग्दैन सुकुटी है गाउँको खायो भने एकचोटि मुस्ताङको सुकुटी टेस्ट गर्नुपर्छ अर्को सबै खान मन लाग्दैन मुस्ताङको यस्तो खतरा हुन्छ मुस्ताङको सुकुटी फेरि हाम्रो मुस्ताङ्गीहरू भातमा मासु चाहिन्छ एक पिस भए पनि चाहिन्छ मिठो भयो धेरै भएछ सबै है हामीले दुईटा यो दुईटा अनि सुकुटी साग भएर हाम्रो चाहिँ धेरै हुन्छ क्या ओके गाइस अब चाहिँ हामीले खाइसक्यो आजको ब्लग त्यति नै हो राम्रो लाग्यो भने लाइक शेयर एन्ड कमेन्ट डोन्ट फर्गेट टु अनि तपाईहरु पनि सब्सक्राइब यस्तो खानु नबिर्सनु है यस्तो खानुपर्छ मुस्ताङमा आउनु होला मिठो मिठो खाना फेरि सबै खान लोकलको लागि सक्यो मुस्ताङमै आउनु पर्यो यो यहाँको सुकुटी चाहिँ धेरै नै साह्रो भयो खान सकेन ओके गाइस बाई सी यू नेक्स्ट ब्लग नजिदा अरुण थम्स अप